बच्चालाई गाईको रुबिनलाई बुढीको भन्दै चाहिँ भाइलाई दुध पुग्दैन अरे मलाई यो कुरा सुन्दाखेरि त्यही भएर भाइलाई दुध नपुग्या हो कि जस्तो लागिरहेछ। यो म्यागन लाएर किन यस्तो भएको तिमी किन फिल्ममा तपाईँले खानु भएन र दाइ तपाईँले खानु भएन र भनेको सानै छ भोलिदेखि दुध खाएर हिँड्छु म बट्टाको बनेको पागल मखना परा केटीहरू कसको दुध खाने बट्टाको बाउलाई भाउजूको बट्टाको त छोराले खाने होला नि भाउजूको मान्छेको ठुलो छ मान्छे चाहिँ बुढो छ एज चाहिँ सानो छ भनेको कता जीवन लटपट नि आइमेको होइन कि एज कति वर्ष भयो भनेको ओ त एज भन नि त अनि वैशाखमा 34 पुग्छु किन ए सानै हुनुहुँदो रहेछ कामे रे छोरा 6 महिनाको यत्रा सानैमा दाइले यो यो रोबिन दाइले कति वर्ष भयो साँच्ची के रे तपाईँले कति वर्ष भयो केटा मेरो ओइ म्यागनलाई बोलाऊ एरिस हुन्छ जे गरिनुहुन्छ रुबिनलाई भन्नु अब को खेल्ने म्यागनलाई बोलाऊ रुबिनलाई हार गर्न सक्छ कि नै गर्न सक्ने बोलाउ नत्र यहाँ त्यसले गर्छ कि बिहान त कस्तो हार्ड पनिसमेन्ट गरिरहेको थियो ट्याक्सी ड्राइभर भन्दैन मलाई औडा यार ओ त्यो पनिसमेन्ट गर्छ अहिले कति बजीसम्म 12 बजीसम्म लो कति बजीसम्म खेल्ने भन न अगाडि के भएको तिम्रो बोली बोली सुने छैन यति मोटो मोटो आइरहेको चार बाह्र बोल्छ केटीहरू यार कति बजीसम्म खेल्ने भनेको हिजो जेस्सा लाइभमा आइथी हेर हाब्रे बुढा चुप्पा गरेर दिएँ मैले त पहिलाको जमानामा हामी सानो हुँदाखेरि ठुलो मान्छेको बिहा हुन्छ हामी ठुलो भयो सानो मान्छेको बिहा हुन्छ गर्ने के लास्ट टाइम चुप्पा गर्ने पसन्द गरे खाइ के यार ल जोसँग जो बसी पनि हुन्छ मसँग तर म खेलौँ तर साँच्ची ज्याकेट राम्रो छ नि कहाँबाट किन्नु भएको कस्तो राम्रो मलाई मन पर्यो नि दिदीले काम के नजिक आउँछ कि कस्तो राम्रो ज्याकेट यार ए अस्ति गेसमा बस्दै किन्नु भएको थियो यो दाइले यो यो ज्याकेट रोबिन दाइले कति वर्ष भयो साँच्ची के रे तपाईँले कति वर्ष भयो के लाग्यो होइन नि तपाईँलाई कति वर्ष के हेर्न लाग्यो भन्छ यार गाइस कति वर्ष भयो वेलकम तिमीले सोधेको अब कति वर्ष चिट्टो लाउनु कति वर्ष भन्न खोजे हो कि होइन कि एज कति वर्ष भयो भनेको ओ त एज भन नि त अनि वैशाखमा 34 पुग्छु किन ए सानै हुनुहुँदो रहेछ कामे रे छोरा 6 महिनाको यत्रा सानैमा चाहे पनि 5 रुपियाँ सक्छ अझै म्यागिनले त 34 वर्षको मान्छेले नि बच्चा देख्न थाले त के भएको के खाएर आएको त उसले करोडलाई हेर्न सानै त हो नि 40 वर्ष नपुगेको मान्छे त उसले धेरै अमिताभ बच्चन फिल्म गरिरहेछ क्या हो ए सानै हो तर उसरी हेर्ने हो बिचा उसरी गर्ने हो भने चाहिँ यतै सानो चाहे पनि 5 रुपियाँ जान सक्छु मैले चाहिँ सानो मान्छे अनुसारको त एज त सानै देखिन्छ नि त होइन मान्छे त बुढै देखिन्छ नि यो त बुढो पागल के सानो छ अरे म्यागिन फेरि भन त मान्छे त सानै हुनुहुन्छ नि होइन मान्छे एज चाहिँ सानो छ मान्छे बुढो छ भनेको चाहिँ मान्छेको ठुलो छ मान्छे चाहिँ बुढो छ एज चाहिँ सानो छ भनेको कता जीवन लटपट नि आइमेको के बोल्छ ल गेम खेलौ यार धेरै गफ बच्चाको डाइपर किन्नुपर्छ मैले सानै छ भोलिदेखि दुध खाएर हिँड्छु म बट्टाको बनेको पागल मखना परा केटीहरू कसको दुध खाने बट्टाको बाउलाई
भाउजूको बट्टाको त छोराले खाने होला नि ला भाउजूको ल किन हाँसेको किन हाँसेको पागल हो लाइक सेयर गर्नु सबले यो म्यागनले वर्षमा एकपटक मुख खोल्छ यार हँसारै छोड्छ यार कसको भन्दा भाउजू परे गोरी सर वेलकम तपाईँले खानु भएन र दाइ तपाईँले खानु भएन र भनेको मेरो इज्जत लुट्यो यहाँ अयो बाबा यो म्यागन लाँदा किन यस्तो भएको तिमी किन फिल्ममा फिल्ममा भन्छौ दाइ के हो फिल्ममा भनेको चाहिँ फेरि के भनेको भाउजूको दुध खा के अब तपाईँ दुध खाने भन्नुहुन्छ यत्रो ठुलो मान्छे त्यही त होला नि मलाई त मलाई यो कुरा सुन्दाखेरि त्यही भएर भाइलाई दुध नपुग्या हो कि जस्तो लागिरहेछ भाइलाई दुध पुग्दैन अरे गाईले कसम काम बिगारेको हुनुपर्छ ल छोड्द न छोरा ठुलो होस् के हो त्यस्तो मात्रेको पागल आइनेहरू मेरो बच्चा दुध खान त्यही भएर नपुगेको हेर न जुलियानाको याद आयो मलाई त अरू त केही पनि होइन को फेरि जुलियाना भनेको चाहिँ डन जुलियाना को भन्यो रे गाईको कान्छी बुढी हो क्या प्रवीण दाइको भुँडी यत्रो हुन्छ होला है त्यो खायो भने होइन एउटा यहाँबाट लक्ष्मी कलेक्सन हो अरे के रे लक्ष्मी कलेक्सन हो भन्दै के हो खै ये मम्मी गाइस लाइक गरौँ गाई बोलाउनु हुन्छ जेस यु वेलकम गरौँ बच्चालाई गाईको रुबिनलाई बुढीको भन्दै चाहिँ अयो why guys comment बस्नु न एकछिन यहाँ तो गिट यार लास्टै भयो यार तर अति भने अयो लक्ष्मी कलेक्सन गरे लास्टै गऱ्यो यार फेरि बच्चालाई चाहिँ गाई गऱ्यो अनि अर्को चाहिँ अति भयो रुबिन्जी टाइट त्यो धेरै खाएर पनि होला कि तपाईँको नाकको लुतो पनि बाहिर निस्किएछ भने ला के हो दाइ कुरो कमेन्टहरू यस्तो हँसिरहेको छ है
ल अब गेम खेलौँ। आफूलाई अनुभव गर मलाई सुनाउनु पागल यिनीहरूलाई आफूलाई अनुभव लाग्यो मलाई सुनाउनु त्यही भएर कसको अनुभव फेरि उसले के भन्यो दाइलाई आफूलाई अनुभव लागेर मलाई भने अनुभवी त तपाईँ भइहाल्यो नि हो हामी त अनि कहाँ कस्तो दोष लाउँछ यार आयो म्यागिन कति वर्षसम्म अझै कन्टिन्यू भनिदेऊ न त त्यो पनि के थाहा त हो अब तिमीले त सानै देख्यौ यार गेम लगाऊ है गेम बाबा गेम लगाऊ सक्यो कुरा छिटो गेम लगाऊ